सन्तहरूलाई समकालीन समयले बिरलै चिन्ने गर्दछ, किनभने उहाँहरूको जीवन रहस्यले भरिएको हुन्छ। जसरी आकाशमा चन्द्रमाले आफ्नो पूर्णता बादलभित्र लुकाएर राख्छ, जसलाई संसारले सामान्य ठान्छ, त्यही आँखामा अदृश्य पाइला टेकेर एक अलौकिक यात्रामा निस्केका हुन्छन् सन्तहरू। यस्तै एक रहस्यमयी पथिक हुनुहुन्छ बोधिसत्व स्वामी आनन्द अरूड। उहाँको मौनता आफैमा एक दिव्य भाषा हो। उहाँको उपस्थितिमा अव्यक्त रहस्यहरूको कम्पन छ। उहाँले आफूभित्र कति रहस्यहरू लुकाएर राख्नु भएको छ, त्यो त समयले मात्र खोल्नेछ। भावी दिनले बोल्नेछ, जब यो युगले आफ्नो आँखा खोल्नेछ। उहाँ कहिले आफ्नो बारेमा बोल्नुहुन्न, तर अस्तित्व आफै बोल्न थालेको छ उहाँको बारेमा। भर्खरै मात्र विरोचना रिम्पोछेले सारा विश्वलाई बताइदिनु भयो कि स्वामीजीको बुद्धसँग गहिरो सम्बन्ध छ। उहाँ आनन्द मार्फत बुद्ध मार्गमा दीक्षित हुनुभएको थियो र हामीले 3 दिन अगाडि मात्र थाहा पायौँ। जुन 27, 1984 भगवान श्री रजनीशले स्वामीजीलाई बोधिसत्व घोषणा गर्नुभएको थियो। बोधिसत्व साधारण शब्द होइन। भगवान स्वयंले समाधिको सप्तद्वार डिस्कोर्स नम्बर 2 मा भन्नुभएको छ, करोडौँ मानिसमा एकजना बुद्ध हुन्छ र करोडौँ बुद्धहरूमा एकजना बोधिसत्व जन्मिन्छ। आज जुन 30 एक रहस्यले भरिएको दिन। सन् 1985 रजनीशपुरमबाट स्वामीजीले तुरुन्त रजनीशपुरम आउनु भन्ने खबर आउँछ। स्वामीजी दिल्ली, लन्डन हुँदै रजनीशपुरम पुग्नुहुन्छ। 4 वर्षदेखि मौन रहनुभएका भगवान श्री रजनीशले स्वामीजीलाई 90 मिनट आफूसँग राख्नुहुन्छ। गुरु शिष्य बीचको त्यो 90 मिनटको संवाद कुन भाषाको थियो, कुन रहस्यको आदान प्रदान थियो, हामी अनुमान मात्र पनि गर्न सक्दैनौँ। त्यो मिलनपछि भगवानले स्वामीजीलाई भन्नुभयो, म माथि तिम्रो जुन जिम्मेवारी थियो त्यो पुरा भयो। यो वाक्य आफैमा एक रहस्य हो। यसको अर्थ के हो? स्वामीजीले 1 दशक अघि साङ्केतिक रूपमा यो घटनाको सुन्दर व्याख्या गर्नुभएको छ। केही ठाउँमा आफ्ना अत्यन्त प्रिय विश्वसनीय शिष्यहरूमाझ सत्य भन्ने करुणामय प्रयास गर्नुभएको छ, तर पूर्ण सत्य अझै बादलभित्र छ। सायद यो युग त्यो सत्य बुझ्न तयार छैन। सायद भावी समयले मात्र पत्ता लगाउनेछ आखिर जुन 30, 1985 के भएको थियो। It was not an ordinary interview. Bhagwan has not asked call us for gossip. No? Lakshmi became enlightened there at Bhagwan's feet. That was, I think, 30 June 1985. Lakshmi became enlightened at Bhagwan's feet during that interview, during that darshan. I was not that fortunate as Mahayog Lakshmi, but I also attained something very beautiful, which I don't want to describe here, because it's very personal. But I achieved also something very important, for which I was working since many life. Later on, Bhagwan told me that I am so happy. Bhagwan told me that a lot of my burden has been relieved because both of you were my responsibility. So something very beautiful happened. About Lakshmi, I can tell you frankly that she became enlightened there at Bhagwan's feet. What can be a better place to become enlightened? So Mahalakshmi became enlightened in front of me in that meeting. And I also attained self-realization. There is two grades of enlightenment. One is God realization, that's the ultimate enlightenment, that's the nirvana. I could not attain that, but I attained just below, called self-realization, when you realize your own self-center. Atma Bodh. In Hindi, in Sanskrit we call Atma Bodh. Ultimate realization is Paramatma Bodh. No? That is 7th body realization. And the 6th body realization is Atma Bodh. So Atma Bodh happened to me also. I became self-realized there at his feet.